नमस्कार, हिट नेपालको चियो चर्चामा विजय आवाजको धेरै स्वागत छ। के तपाईले नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा जति पनि नेगेटिभिटी कुराहरू सुन्नुहुन्छ, कलाकारको बारेमा सुन्नुहुन्छ, फिल्मको बारेमा सुन्नुहुन्छ, के रियलमा पनि त्यस्तै छ? के बजारमा केही तब्काले हल्ला गरे जस्तै नेपाली सिनेमा इन्डस्ट्रीमा करियरै छैन, यहाँ आउनै हुँदैन, यहाँको फिल्महरू राम्रै हुँदैन, दर्शकले यहाँ राम्रो फिल्म हेर्नै पाउँदैनन् त? के यहाँका कलाकारलाई बोल्नै आउँदैन त? पक्कै पनि त्यस्तो होइन। तर हाम्रै सिनेमा क्षेत्रभित्रका केही मानिसहरू र विशेष गरी केही सानो तब्का जसले सोशल मिडियामा नेगेटिभिटी फैलाइरहेको छ, ती व्यक्तिहरू नेपाली सिनेमा इन्डस्ट्री त कामै नलाग्ने छ, यहाँ त काम गर्नै हुँदैन, यहाँका कलाकारलाई बोल्नै आउँदैन, एक्टिङ गर्नै आउँदैन, अनि नेपाली फिल्म राम्रो हुँदैन भन्ने हल्ला फैलाइरहेका छन्। र त्यो सानो एउटा तब्काले फैलाइरहेको हल्लामा हामी यसरी विश्वास गरिरहेका छौँ कि साँच्चीकै हो क्यारे नेपाली फिल्म इन्डस्ट्री त कामै छैन कि भन्ने पनि छ। तर तपाईँ आफै भन्नुहोस् त, तपाईले कहिले नेपाली फिल्मको कलाकारलाई गाली गर्नु भएको छ? कहिले नेपाली फिल्म तपाईले हेरेपछि मन परेन भने परेन भन्नुभयो, तर यति धेरै नेगेटिभिटी फैलाउनु भएको छ? तपाईका वरिपरिका मानिसले त्यो गरेका छन्? पक्कै पनि छैन। त्यसो भए कसले गर्यो त भन्दा एउटा ठुलो वर्गलाई, एउटा सानो वर्गले यसरी नेपाली फिल्मको बारेमा भ्रम सिर्जना गरिरहेछ कि साँच्चीकै नेपाली फिल्म कामै छैन, नेपाली फिल्मको बजार यहाँ फिल्मै चल्दैन, यहाँका कलाकार कामै छैनन्, यहाँका कलाकारहरूलाई बोल्नै आउँदैन, यहाँ राम्रो फिल्मै बन्दैन, यहाँ राम्रा मान्छे नै छैनन्। यस्ता खालका हल्ला बढी दिमागमा घुसाइएको छ। तर सिनेमा इन्डस्ट्री त्यसरी हल्ला गरे जस्तो छैन। यहाँ करियर छैन भन्ने हो भने हेर्नुहोस् त, मालामाल छन् मानिसहरू, कलाकारहरूको जिन्दगी हेर्नुहोस्, प्राविधिकहरू हेर्नुहोस्, त्यसपछि गएर निर्देशक निर्माताहरू हेर्नुहोस्, कमाउनेले राम्रो कमाएका छन्, तर वर्षमा रिलिज हुने सबै फिल्मले कमाउँछन् भन्ने कहाँ छ र? तर दर्शकले राम्रो फिल्म, आफूले हेर्न सक्ने फिल्म, आफूले एफोर्ड गर्न सक्ने फिल्म त हेरिरहेका छन् भनेपछि हामीले जे हल्ला बजारमा सुनिरहेका छौँ त्यो सबै कुरा पनि सत्य होइन। नेपाली फिल्ममा पोजिटिभ कुरा पनि छन्, यहाँ करियर पनि छ, यहाँका कलाकारहरूले यहाँ आएर थुप्रै खालको नाम साम दाम सबै कुराहरू कमाएका छन् दर्शकले। त्यस कारणले गर्दा सिनेमा इन्डस्ट्रीलाई एउटा सानो वर्गले हल्ला गरेको बमोजिम हामीले बुझ्नु पनि गलत हुनेछ। यहाँ धेरै चिज छ र यो चिजले नै आज हेर्नुहोस् त कति धेरै मानिसहरू यहाँ रोजगार सिर्जना भएको छ, यहाँ बाँचेका छन्, यहीँ बसिरहेका छन्। आजको दिनमा हेर्नुहोस् त भनेपछि हामीले एउटा सानो वर्गले हाम्रो दिमागमा घुसाइदिएको, एउटा सानो तब्काले हाम्रो दिमागमा घुसाइदिएको नेपाली फिल्मप्रतिको जुन सोच छ त्यसलाई परिवर्तन गर्न आवश्यक छ। त्यो गऱ्यौँ भने साँच्चीकै नेपाली फिल्म फराकिलो छ, विशाल छ, यसलाई अझै धेरै कुराहरू परिमार्जित गर्न आवश्यक छ, धेरै परिमार्जित गर्न बाँकी नै छ। तर हामीले सिनेमा इन्डस्ट्रीको बारेमा पोजिटिभ सोच राख्यौँ भने यो क्षेत्रलाई माथि लानको लागि कसैले रोक्न सक्दैन। यसको लागि सबभन्दा पहिला त फिल्मी कर्मी नै मिल्न आवश्यक छ। यदि भन्दै आउनुहोस् आजको चियो चर्चाको सुरुवात गरौँ पहिलो खबरबाट। दर्शकवृन्द, फागुनको 29 गतेबाट रिलिजमा आउन लागेको चलचित्र आउट ल दफा 219 को पहिलो गीत OST आज रिलिज भएको छ। र यो गीत तपाईले हेर्नुभयो भने अन्धो कानुन भन्ने जुन गीत छ यसलाई मिस्टर डीले तयार पारेका हुन् र यसमा केही कलाकार छन्, महिला कलाकारहरू, उनीहरूको आँखामा पट्टी बाँधिएको छ, उनीहरू सेतो कपडा लगाएका छन् र सुशील श्रेष्ठ पनि त्यहाँ छन्। तपाईले हेर्नुभयो भने यसका गीतहरूले नेतालाई, त्यसपछि गएर सरकारलाई गाली गरेका छन्, जनताको पीडा बोलेको छ। यो सिनेमाले जनताको आवाज बोल्छ भन्ने कुरा यही गीतबाट पनि प्रष्ट हुन्छ र यो सिनेमाले त्यस्तो एउटा गहन विषयवस्तु उठाएको छ जहाँ कानुन अन्धो भयो भने त्यसको लागि आउट ल भनौँ, कानुन भन्दा बाहिर गएर कसैले कदम उठाउन आवश्यक छ भन्ने कथालाई यो फिल्मले उठान गरेको छ। र यो सिनेमाको यो अन्धो कानुन भन्ने जुन OST छ, यो OST गजब बनेको छ, दर्शकले यसलाई मन पराउनु भएको छ र यो गीत बल्ल मजाको गीत आयो, हाम्रो आवाज बोल्ने गीत आयो भनिएको छ। तपाईको आवाज गीतले मात्र होइन, यो सिनेमाले पनि बोल्नेछ। त्यसकारणले गर्दा तपाईँ फागुनको 29 गते फिल्म हेर्न हलमा पुग्नु भयो भने त्यो तपाईको दबिएको आवाज, जुन सबैजनाले भन्नुपर्ने, सुन्नुपर्ने आवाज, सरकारलाई सुनाउनु पर्ने आवाज, नेतालाई सुनाउनु पर्ने आवाज तपाईलाई सिनेमाले बोल्दैछ। विकी महर्जनको निर्देशनमा अमित अग्रवालीले लगानी गरेको यो सिनेमा जहाँ तपाईले सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल लगायत कलाकारलाई देख्नुहुन्छ र सिनेमाको एक्सन, मेकिङ सबैको निकै राम्रो तारिफ पनि भइरहेको छ। र यो अन्धो कानुन भन्ने गीतका केही शब्दहरू विवादास्पद पनि हुन सक्छन्, दर्शकहरूलाई कहीँ कतै यो सुन्दाखेरि यो विवादित बन्छ जस्तो पनि लाग्न सक्छ। तपाईलाई कस्तो लाग्यो गीत, कृपया आफ्नो प्रतिक्रिया दिनुहोला। तर अन्धो कानुन आउट ल दफा 219 जसले न्यायको बारेमा बोल्नेछ र न्यायको बारेमा हाम्रो आवाज बोल्ने फिल्म हामीले हेरेर साथ दिन आवश्यक छ। चलचित्र आउट ल दफा 219 लाई धेरै शुभकामना छ। दर्शकगण, यति बेला नेपाल होस्टेल 3 मय भएको छ।
दर्शकहरूको जुन फ्लो छ, जुन टार्गेट वर्ग यो फिल्मको विशेष गरी यङ जेनेरेसन यसरी हलमा पुगेको छ, राताम्मे छ। यस्तो लाग्दैछ फिल्म इन्डस्ट्रीले बल्ल फेरि लामो सास फेर्दैछ। केही महिना सिनेमा नचलेर बिजोग भएको अवस्थामा हामी निराश भएका थियौँ, तर होस्टेल 3ले कहीँ कतै सुनसान बनेको, अझ भनौँ सुक्खा बनेको जुन मरुभूमि छ त्यहाँ सिँचाइ गरिरहेको छ र हामीलाई ऊर्जा दिएको छ। चलचित्र होस्टेल 3 जसलाई शशाङ्क कणेलले निर्देशन गरेका हुन्, शङ्कर कोइराला यसका कार्यकारी निर्माता हुन् र यसमा तपाईँले हेर्नुभयो भने पारस बम छन्, त्यो कुलबाई छन्, त्यस्तै गरी रियान गिरी छन्, तपाईँले हेर्नुभयो भने सिमरन पन्त, आशिष घिमिरे, पदम तामाङ, त्यस्तै गरी हेना नगरकोटी, सबै कलाकार यसमा छन्। र यो फिल्म हेरिरहँदाखेरि दर्शकले यति इन्जोय गरेका छन्। तपाईँलाई मैले हिजो एक प्रकारले संक्षिप्त रूपमा यसको समीक्षा गरिसकेको छु। र होस्टेल 3 को लागि आज काठमाडौँका हलमा पुग्दाखेरि यसका कलाकारहरूको क्रेज गजब देखियो। नयाँ अनुहार, तर दर्शकलाई उनीहरू नयाँ लागिरहेको छैन। चिरपरिचित अनुहार कुल बोयलाई दर्शकले बोकेर हुटिङ गरे। एकछिन यहाँ हेर्नुहोस् त। हाम्रो सुतुरको सान कुलबाई हेर्नुहोस् त, कुल बोयलाई आफ्नो त्यो जुन अवस्था छ त्यो देख्दाखेरि ओहो मैले एचिभ गरेँ भन्ने लाग्यो होला। तपाईँले एचिभ गर्नुभयो कुलबाईजी, तपाईँले मात्र होइन सिङ्गो टिमले एचिभ गरेको छ। र आजको दिनमा होस्टेल 3ले राताम्मे बनाएको छ बजार। दर्शकले यो फिल्मलाई मन पराएका छन्। यसको लभ स्टोरी पार्ट, यसको प्रेजेन्टेसन, कमेडी, मिस्टेरियस स्टोरी, त्यसपछि गएर यसको सस्पेन्स पार्ट हो, सबैलाई दर्शकले मन पराएका छन् र दर्शकलाई होस्टेल 3ले छोएको छ। यो हेरेपछि रिहान गिरी पनि हलमा गए आज, उनी हराएका थिए बिचमा। पदम तामाङ, त्यस्तै गरी कुलबाई हल पुगिरहेका छन्। गजब। एकछिन तपाईँलाई म उनीहरूले के भने सर्टकटमा देखाउँदैछु। अब भनौँ न मन पराइराख्नु भएको छ सबै अडियन्सले। नेपालको चारैतिरको चारै कुनाको अडियन्सहरू चारै कुनामा रहेको हलहरूमा एकदम राम्रो मानिराख्नु भएको छ सबैजनाले। त्यसको लागि एकदम भगवान्को लागि धन्य छौँ हामीहरू है। भगवान् प्लस हाम्रो टिम जसले यस्तो राम्रो काम गरेर हाम्रो मुभी राम्रो निकाल्नु भयो। अडियन्सलाई पनि एकदम थ्याङ्कफुल छ है। अडियन्स सबैजनाले माया गरिराख्नु भएको छ। अझै आउँदा दिनहरू अझै आगामी दिनहरू अझै चलोस्, त्यति नै आशा छ भनौँ न। त्यही नै हो। हेलो, एकदमै रमाइलो भइरहेछ। अन्त त्यही हलमा आउँदाखेरि मान्छेहरूले भोइस अफ नेपालदेखि नै चिनेको मान्छेहरूले पनि आएर पहिलादेखि नै फलो गरेको दाइ भन्दाखेरि एकदमै खुसी लाग्छ। अन्त आफूलाई एकदम भाग्यमानी ठान्छु, यस्तो यस्तो कलाकारको साइड उभिनु पाइरहेको छु, तपाईँहरूकोमा चाहिँ अब बोल्न पाइरहेको छु, आफ्नो कला देखाउनु पाइरहेको छु। त त्यसको लागि धन्यवाद भन्न चाहन्छु। एन्ड प्लिज कम वाच द मुभी। आई होप यु गाइज इन्जोय इट अ लट। एन्ड दोज हु हेभ कम, थ्याङ्क यू फर कमिङ एन्ड स्प्रेड द वर्ड है कि फिल्म राम्रो छ, हर ठाउँ पुग्नु पऱ्यो है। अरूलाई जे फिल भएको छ मलाई त्यही एकैचोटि यति धेरै अडियन्सको माया पाइरहेछौँ। पुरै टिम नै एकदम एक्साइटेड छौँ। अझै हलहरू भिजिट गरिरहेछौँ हामी। एकदमै खुसी छौँ। दर्शकहरूको यो खालको माया पाएपछि यति बेला होस्टेल 3 को टिम दङ्ग छ र दर्शकहरू हलमा फर्काउन सफल भएकोमा खुसी पनि छ। र होस्टेलले बारम्बार नेपाली फिल्म इन्डस्ट्रीमा स्टारहरूलाई जन्माइरहेको छ र यसपटक पनि केही स्टारहरू जन्मने देखिएको छ। र फिल्म मेकरलाई यो फिल्म हेर्न म तपाईँहरूलाई आग्रह गर्छु। यो फिल्ममा तपाईँले अरू थुप्रै कलाकारलाई नोटिस गर्नुभयो, हेर्नुभयो, चर्चा सुन्नुभयो। उमर खानलाई एकचोटि हेर्नुहोस्। तपाईँले खोजेको कुनै फिल्ममा यस्तो क्यारेक्टरको लागि उमर खान फिट एन्ड फाइन गजब छन्। हेर्नुहोस्, होस्टेल 3ले रक बजारमा चर्चा पाइरहेको छ, रक अन भने जस्तै भइरहेको छ। होस्टेल 3 यसको लागि धेरै बधाई छ। र होस्टेल 3 को सम्पूर्ण टिम नयाँ थियो, तर फिल्मलाई दर्शकले नयाँ भन्न दिएनन्, मजाले चलाइदिएका छन्। व्यापारिक रूपमा गजब भइरहेको छ।
दर्शकगण, दशैंको फुलपातीमा रिलिजमा आउने चलचित्र बलिदानको फर्स्ट लुकमा नायक समीर भट्टको 2वटा पोस्टर युज गरियो, उनको फोटो युज गरियो र उनको गेटअप सार्वजनिक गरियो र त्यति बेला हेर्दाखेरि नै बलिदानमा ओहो समीरको एक्सन त बवाल छ कि भन्ने लागेको थियो। अब यो सिनेमामा नायिका कविता राय जो समीरकी जोडी हुन्, उनको नाम फिल्ममा किरण छ र किरणको जुन गेटअप आएको छ त्यो हेरेपछि त ओहो नायिकाले रोमान्स छैन, नायिकाले पनि एक्सनै गरेकी छन् भन्ने देखिन्छ। ब्लडै ब्लड, त्यो एङ्ग्री अवतार कविता रायको देखिएको छ। अब कविता रायको भन्नुहुन्छ भने केही म्युजिक भिडियोमा काम गरेकी हुने यो फिल्मबाट डेब्यू गर्दैछिन् र पहिलो फिल्ममै समीर भट्टको जोडीको रूपमा समीरसँगै उनले एक्सन गर्नेछिन् भनेपछि बलिदानकी यी किरण, जसलाई पात्र अनुसार अडिसनबाट छनौट गरिएको यसका निर्देशक सन्तोष सेनको भनाइ छ र यो सिनेमामा उनको जुन एङ्ग्री अवतार छ भनेपछि यतापट्टि समीर भट्टले पनि एक्सन गर्ने भए, यतापट्टि कविता राय हिरोइनले पनि एक्सन गर्ने भए भनेपछि यसबाट दुईजनाको रोमान्स छैन होला फिल्ममा, तर एक्सन भने गजब हुनेछ भन्ने लागेको छ। बलिदानमा कविता रायको यो गेटअप तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिनुहोला र अर्को वर्षको सर्वाधिक प्रतीक्षामा रहेको र बक्स अफिसमा धुवाँधार व्यापार गर्छ भनेर एकचोटि अहिलेबाट नै आकलन गरिएको सिनेमा बलिदान, जसको फर्स्ट लुक ब्याक टु ब्याक आइरहँदाखेरि नायक र नायिकाको आइरहँदाखेरि दर्शकलाई अझै उत्साहित बनाएको छ। हेरौँ अरू कलाकारको गेटअपले झन् दर्शकहरूलाई कति उत्साहित बनाउनेछ। प्रतीक्षा गर्नुहोस्, यसपटक फुलपातीमा बलिदानले धमाका मचाउनेछ। दर्शकगण, नायिका पूजा शर्माले गाडी किनिन् 75 लाखमा। उनले विद्युतीय गाडी किनेपछि चर्चा राम्रै भयो, तपाईँले हिट नेपालमा राम्रैसँग उनको अन्तर्वार्ता पनि हेर्नुभयो। तर पूजा शर्माको अहिले केही ठाउँमा आलोचना भइरहेको छ। किन भन्नुहुन्छ भने रामायण भन्ने सिनेमामा प्राविधिकलाई पैसा दिन बाँकी छ तर नायिका भने गाडी चढेर हिँडिरहेकी छन् भन्दै उनको आलोचना भएको छ। अब यो आलोचना गर्नेहरूले बुझे या बुझेन मलाई थाहा छैन, तर तपाईँले एउटा कुरा बुझ्नुपर्ने कुरा के छ भने बारम्बार प्राविधिक सङ्घमा भएको मिटिङमा पूजा शर्माले प्राविधिकहरूलाई पैसा दिनुपर्छ भनेर सहमति जनाएकी हुन्। उनले बारम्बार सहमति जनाएकी हुन्, तर यो फिल्म उनको कम्पनीमा दर्ता छैन। यो फिल्मको प्रोड्युसरमा उनको नाम भए पनि उनको कम्पनीमा यो फिल्म दर्ता छैन। त्यस कारणले गर्दा फिल्मबाट जति पैसा आउँछ त्यो पैसा उनको कम्पनीमा वा उनमा जाने होइन। त्यस कारणले गर्दा जति पैसा आएको छ त्यो प्राविधिकहरूलाई दिनुपर्ने पैसा पूजा शर्माले दिने होइनन्। पूजा शर्माले मलाई के भनेकी छिन् भने फिल्म मेरो नाममा दर्ता छैन, पैसा मेरो खातामा आउने पनि होइन, त्यस कारणले गर्दा प्राविधिकहरूको पैसा मैले तिर्ने होइन र मानिसहरू मैले गाडी किनेकोमा जुन तरिकाले आलोचना गरिरहेका छन्, मैले गाडी फिल्मबाट कमाएर वा घाटा भएर किन्ने होइन, मेरो अरू पनि व्यवसाय छ। तर फिल्ममा जति पनि प्राविधिकको कुरा छ, प्राविधिकलाई पैसा दिनुपर्छ भनेर आवाज उठाउने मान्छे मै हुँ, म सहमति जनाउने मान्छे मै हुँ, तर प्राविधिकहरूलाई जुन पैसा दिनुपर्ने त्यसमा मेरो अधिकार छैन। त्यो जुन पैसा सिनेमाको रिटर्न भएको छ ओटिटीबाट, त्यसै गरी युट्युबबाट, त्यसपछि हलबाट, त्यो पैसा उनको खातामा जाने होइन। त्यस कारणले गर्दा मैले पैसा दिने होइन। यो विषयमा चाहिँ सबैले बुझिदिनु पर्यो। यो विषयमा मान्छेहरूले बुझेनन् र मेरो आलोचना गरिरहेका छन् भन्ने पूजा शर्माको भनाइ छ। त्यस कारणले गर्दा तपाईँले बुझ्नुपर्ने कुरा के हो भने सिनेमा रामायण फ्लप भयो, केही पैसा प्राविधिकहरूलाई दिन बाँकी छ, तर प्राविधिकहरूलाई पैसा दिनुपर्ने पूजा शर्मा प्रोडक्सनले होइन दर्शकगण, किनकि उनको नाममा फिल्म दर्ता छैन। यो कुरा चाहिँ बुझ्न आवश्यक छ। पूजा शर्माले यही कुरा गरेकी छन् र मान्छेहरूले नबुझेकोमा उनको चित्त दुखाइ छ। दर्शकगण, चलचित्र एन्जिलाको काठमाडौँ बाहिर प्रिमियर गरिएको छ धरानमा टनाटन दर्शकको उपस्थितिमा गरिएको प्रिमियरमा यसका कलाकार, यसका निर्माताहरू पुगेका थिए। निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ पुगेका थिए र धरानका दर्शकहरूले एन्जिलाको कथावस्तु प्रस्तुति त्यसपछि गएर उनको बायोपिक कथालाई मन पराएपछि यसका निर्देशक मिलन चाम्सलाई लागेको छ ओहो अब चाहिँ सिनेमा चल्छ। फागुनको 29 गते दर्शकले बक्स अफिसमा आएर पनि यो फिल्म हेर्नुहुनेछ, हलमा आएर हेर्नुहुनेछ, विश्वास जागेको छ। किनकि लन्डनमा, त्यसपछि हङकङमा, त्यस्तै गरी धरानमा यो सिनेमाले निकै राम्रो प्रतिक्रिया पाएको छ र अब यो सिनेमा काठमाडौँमा पनि केही दिनमा प्रिमियर गरिँदैछ, त्यहाँबाट पनि राम्रो रेस्पोन्स आउँछ भन्ने यसको निर्माण पक्षको बुझाइ छ। तपाईँलाई जानकारी गराउँ, चलचित्र एन्जिला, जसले एन्जिला तुम्बाफेको कथा भन्छ, उनी नेपाली राष्ट्रिय महिला फुटबलकी गोलकिपर हुन् र उनको बायोपिक भन्छ, उनको सङ्घर्षदेखि उनको सफलतासम्मको कथा भन्छ। त्यस कारणले गर्दा यो कथाले दर्शकको मन एकदम मजाले छुन्छ, दर्शकहरूलाई कटक्क बनाउँछ मुटुमा भन्ने यसको विश्वास निर्माण पक्षको छ। धरानको प्रिमियरबाट पनि निकै राम्रो तारिफ यसको निर्माण पक्षले पाएको छ। दर्शकगण,
दर्शकबिन अन्तिममा चलचित्र लास्ट रणको बारेमा कुराकानी गरौँ। चलचित्र लास्ट रण जुन दोस्रो हप्ताको शनिबार रिलिज भइरहेको छ र शनिबार पनि दर्शकहरूको राम्रो साथ पाइरहेको छ, शुक्रबार पनि दर्शकहरूको राम्रो साथ पाएको थियो, विशेष गरी हाफ टिकट हुँदा पनि दर्शकहरूको राम्रो साथ पाएको थियो। र यो सिनेमाको विशेष गरी तपाईँले हेर्नुभयो भने कर्णालीको पार्टलाई दर्शकले अत्याधिक मात्रामा मन पराउनु भयो र दर्शकहरूले यो पार्टले मन छुएको बताउनु भयो। र यसका निर्माता नवीन श्रेष्ठ उत्साहित छन्, उनी नयाँ फिल्म बनाउँदै पनि छन् र लास्ट रणबाट पाएको जुन प्रतिक्रिया छ, दर्शकले जुन तरिकाले माया गर्नुभएको छ, त्यो मायाको लागि आफू निकै नै हर्षित भएको र दर्शकहरूलाई धन्यवाद दिन चाहन्छु भन्दै नवीन श्रेष्ठले नयाँ फिल्म पनि बनाउँदैछन् दर्शकबिन। र लास्ट रण जसलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् र यसको बारेमा थुप्रै खालका टिक्का टिप्पणी भए पनि दर्शकले आजको दिनमा पनि सिनेमा रिलिज भएको 10औं दिनमा पनि यो सिनेमालाई मजाले हेरिरहेका छन्, इन्जोय गरिरहेका छन् र सिनेमाबाट ओहो कर्णाली त यस्तो रहेछ है, नेपाली भूभाग हेर्नुहोस् त, काठमाडौँ कस्तो छ, कर्णाली कस्तो छ, एउटै देशमा कति धेरै विभेद छ भन्ने कुरालाई सिनेमाले मजाले उठान गरेको छ। त्यस कारणले गर्दा पनि यो फिल्मलाई दर्शकले रुचाएका छन्। दर्शकबिन तपाईलाई जानकारी गरौँ, यो सिनेमा नवीन श्रेष्ठ जो हिम्मतिला प्रोड्युसर छन् उनको हिम्मतले गर्दा बनेको हो र कर्णालीलाई यो तरिकाले देखाउनेमा उनको र उनको टिमले जुन हिम्मत गरेको छ त्यो गजब छ। र कर्णालीमा स्वास्थ्य चौकी बनाइदिने घोषणा पनि यसका निर्माताको छ भनेपछि लास्ट रणले परोपकारी काम पनि गर्दैछ र यो सिनेमा आज पनि दर्शकहरूको राम्रो साथ पाएर चलिरहेको छ। आशा गरौँ सिनेमा अझै चल्नेछ र दर्शकहरूले अझै यो फिल्मलाई माया गर्नेछन्। दर्शकबिन यदि भन्दै आजको लागि हिट नेपालको चियो चर्चा यति नै। तपाईँलाई चियो चर्चा मन परिरहेको छ भने कृपया तपाईँले हिट नेपालको च्यानललाई सब्सक्राइब गर्नुहोस्, बेल आइकन दबाउनुहोस् र हाम्रो च्यानलमा तपाईँलाई कस्तो कस्तो लागिरहेको छ, कस्ता खालका विषयवस्तु आउन् भन्ने लाग्छ आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला। सम्पूर्ण सिनेकर्मी जति पनि हुनुहुन्छ उहाँहरूले हाम्रो कार्यक्रमप्रति अत्याधिक धेरै राम्रो रेस्पोन्स जनाउनु भएको छ, उहाँहरूप्रति नै आभार व्यक्त गर्दै आजको लागि हिट नेपालको चियो चर्चाबाट मेरा क्यामेरा पर्सन सरोज मोक्तान र मेरो एडिटर राज मल्लको साथमा तपाईँको विजय आवाजलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।